यस्तै हो जिन्दगी है हिँड्नु पर्यो हरा भरा लाली गुराँस फुल्या छ हाम्रो क्या आनन्द लाग्ने हैन म दौडिन्छु ल अरे आउँदैछन् उता भाइहरू फुल टिप्दैछन् जे होस् ए लाली भाइहरू लाली गुराँस टिप्दैछन् उता एउटा भाइ गएको माथि तर देखेन देखेँ उता आएर त्यो धन्न घाम लागेको छैन र हामीलाई रमाइलो भएर क्या रमाइलो भएर आज त भने सजिलो भएको बाटो नि यस्तो राम्रो बनाइदियो कहाँसम्म छ त्यो चाहिँ थाहा भएन यस्तो छ फुलिरहेको छ सबै आफ्नो आफ्नो पारामा छ थाकिया छ गाह्रो छ आमा नि मेरो भाइले कति माया गर्छ मेरो भाइले हो थ्याङ्क यू मेरो भाइ यो यो भित्र किरा त परेको छैन होला नि यो पनि खानुहुन्छ यो पनि राम 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 खाएको नि पानी खाऊँ न वाटर नट अ पानी वाटर भाइले भनेको है आर भाइ खतरा इङ्ग्लिसमा 12 मा फेल भयो नि त ए 8 मा फेल भयो नि 8 मा फेल भयो अरे जुम गरेर ठिक्क बनाउन ए बच्चे लोग बेला खुसिन्छ कि क्या होइन होला है के बोल्छ त्यो त नबोल न त्यो एउटा तारले अलिकति छुनी हड्डी भयो हाम्रोमा दिपसना रिमाल हुनुहुन्छ बिसाउने बारी सुनामाया डाँडैको चौतारी फर्किँदाखेरि म लड्यो भने तिमीहरू भ्लगमा भाइरल हुन्छ यार लड्यो भने थाहा पाउँछ के बोले भाइ भाद्रे के बोले भाद्रे गर्दा गुड तिमीहरू है मेरो त्यस्तो दुःखको कमेडी नभन बाबै मलाई लाग्छ हौ मलाई मेरो दुःख सुख अनि हिँड्न नसके हौ चौतारी ठिक छ गाइज आइपुग्नु लाग्यो अब डेढ घन्टा जति लाग्ला गाइज गाह्रो नला जोडी चाहिँ ठ्याक्कै पाखन है मलाई छेक्यो हो यताबाट दौडिँदै गयो यताबाट दौडिँदै गएर गर्नु एकचोटि त्यताबाट मिल्दै मिल्दैन यो बाटो यो हो नि ल छिटो आन्न होला मलाई त आन्न होला अगाडि गन्तव्यमा जानुपर्छ ये क्या है तर उदय माथि गर्छ है क्या शीतल आयो लाउ के दिदी वाउ थ्यांक यू मेरो भाइ यहाँ बसे नि हुन्छ बिचार नखाइ किन ल्याएको भाइ हो र किन कस्तो मजा भयो शीतल हावा यही बस होइन उदय माथि गर्छ नि के मजा हुन्छ कि माथि माथि मजा हुन्छ भन्न हो यहाँ जुत्ता हुन्छ माथि गएर मजा हुन्छ
बारे थाहा थियो मलाई तपाईँ यहाँ यहीँ आएर सुत्छ भनेर बोलाउँदा नि नबोलेर आएर जाँदा दिदीको किन दिदी आएर बस्यो भने त प्यान्टको चेन बिग्रेछ अनि टोकेर आएर जाउँछ टोकेर आएर जाउँ त मस्त उलिया हेर्न यिनीहरूको उलिया एउटा हेर्न त्यहाँ उहाँ पाइला पाइला भन्दैछ त्यो यहाँ हेर दिदीको प्यान्ट च्यात्या रहेछ टोकेर आएर जाउँ है आउँदा खत्तम गाडी साबानीमा हाले त्यो रुखको दारी नपलारे पादेको त सुन्दैन नि भिडियोमा कान्छा पादेको त सुन्दैन नि भिडियोमा सुन्छ क्याडा किन नलाउनु तल त देखेँ क्या अहिले पानी परेर माथिका पनि बनाउने होला नि गाइज यहाँ चाहिँ फोटो सेसन हुँदैछ यस्तो जाडो भयो अहिले यहाँ माथि आएर हुसु यस्तो लायो यता हिरोइनी दिल गार्डन गार्डन हो रहा है बहुत मजा आ रहा है यहाँ पर ओ माय गॉडनेस चिसो यार आछु जाडो भयो अब चाहिँ पर्सि नि गर्छ गाइज फाइनल्ली हाम्रो डेस्टिनी चाहिँ आइपुग्न लाग्यो यस्तो आनन्द आएर चाहिँ यस्तो आनन्द आएछ मोस्ट हाई यो चाहिँ खाजासाजा खाने गर्नको लागि ठाउँ छ यहाँ चाहिँ अहिले कहाँ खाजा खाने केही खाएको छैन हामीले डेस्टिनी चाहिँ त्यहाँ हो त्यो हाम्रो लटरमेश्वर महादेवको मन्दिर बाट चाहिँ हामी चाहिँ यसरी सरर ओ माई गॉड उहाँहरू चाहिँ मेकअप गर्दै हुनुहुन्छ उहाँहरू मन्दिरको छेउमा गाइज म चाहिँ विज्ञान बुढासैनी 1 2 3 भ्लगरबाट बोलेको आवाज आउँदैछ होला राम्रो सुने होला उहाँ चाहिँ हाम्रो भैँसे दिदी उता त्रिखण्डी दिदी मेरोबाट भ्लग बनाउन यहाँ दामी आइरह मेकअप हुँदैछ तेर्सो बनाएर बनाउन कान्छ मलाई हाल्दिनलाई दिदी पट्टै दल्दै पोतपात गर्न थाल्यौँ पोतपात गर्न थाल्यौ किनभने यत्रो दुःख गरेर आइसकेपछि चाहिँ कहिलेकाहीँ चाहिँ सधैँ त्यही कट्टुमा प्यान्टमा कति खिच्नु भनेर साडी लिएर छौँ साडी चेन्ज गर्ने हुँदैछ हाम्रो यहाँ माहौल अब यो कहाँ लाउने त्यही हो हातमा होइन होला कुट्टम ल फाइनल्ली साडी लाएर पुटुङ भयो छोड्दै ल हामी फाइनल्ली रेडी भएर ओए भाइ ल आऊ छोरी गाइज अलिअलि मेकअप हानिदिएर लगा लगाएर
हामी चाहिँ हिँड्यौँ मन्दिर दर्शन गर्न फाइनल्ली यस्तो भएको छ वेदर ओ माई गॉडनेस कहीँ कोही केही छैन यार वाह दुःखपछि सुख आउँछ अरे क्या यत्रो हिँडेर बल्ल बल्ल आएपछि क्या सुकुन मिल्यो त्यही हो हाम्रो लटरमेश्वर महादेवको मन्दिर मोबाइल मैले लिएर आइरहेको थिएँ नि त यहाँ हामी मोबाइल साटासाट भ्लगर चेन्ज भयो हो गर्दै जानु यसरी उन्नति प्रगति धेरै सब्सक्राइबर बढोस् धेरै सब्सक्राइबर बढोस् आज बेलुका जाने बित्तिकै हातै लगाएर करोड 300 पुगोस् 300 अरे करोड भन्नु छैन 300 भिजै पुगोस् ए 300 करोड भने ए करोड भन्नु बाँकी थियो सब्सक्राइब गरिदिनु होला कमेन्ट लाइक कमेन्ट सबै गरिदिनु होला उहाँ यो भगवानले चढाएको नि खानुहुन्छ होला हामीले हुन्छ रुको जरा सबर करो यहाँ लाइटर है दिला जान्छ भयो त्यही भएर मैले चाहिँ मोजा चाहिँ ल्याएको छु 2-3 जोडी स्टक गाई आज हिँडाउनु समय हिँडान टक्रक्क 3.5 घन्टा ल फाइनल्ली विज्ञान भाइको पछाडि लगाएर रहेछ फोहोरहरू त्यस्तै हो हाम्रो सानी ब्लग अब यहाँ अन्त एउटा चाहिँ ठाडो बनाऊ टिटोमा हाल्नुपर्छ बत्ती त बल्नु दिएन होला होइन परै लगेर बाँध्दै हुन्छ भित्र ओम नमः शिवाय भएर यहाँ बस्दा बस्दा होइन हामी माथि पनि दर्शन गरेर आइसक्यौँ अब हामी जाने घर अलिक त्यहाँनिर बाटोमा फोटो खिच्नु पऱ्यो अनि त्यसपछि जान्छौँ गाडी पनि लगाइयो फोटो पनि खिच्यो पट्याउने कार्यक्रम हुँदैछ यता यस्तो रेडी हुँदैछ हामीले यति गरिसकेपछि मेरो हेरेर कपी गरेरलाई बेस्ट हुन्छ क्या के हो कि होइन के हो तिम्रो भनाइ बिल्कुल तिम्रो भनाइ के हो ठिक छ लेभल मिल्दैन कि उनीहरूले मिलाउन खोज्छन् क्या कपी गरेर अब यति गरिदिइसकेपछि उनीहरूलाई पनि सजिलो भयो नि त यस्तो गर्नु पायो भने अर्को पालिदेखि फोटो भिडियो देख्न पाइन्छ किन त कपी पेस्ट गर्नेहरू आउँछ नि आउँछ नआए नि आउनुपर्छ के हो सम्झिनी ल जाउँ ल हामी चाहिँ लटरमेश्वर महादेवलाई दर्शन गरेर बाई गऱ्यौँ होइन हामीले महादेवलाई ओम नमः शिवाय पाप गर्नेको पनि धर्मै होस् राम्रै होस् कुकर्म गर्मीको पनि राम्रै होस् होइन अरूको कुभलो चिताउनेको पनि राम्रै होस् यति भन्दै लटरमेश्वर महादेवले सबैको रक्षा गरून् अब हामी यहाँबाट जान्छौँ घर फर्किँदैछौँ गाई सरर कस्तो डेन्जर बाटोमा गएर साडी पनि खोल्नु पर्यो नि त गाह्रो छ नि त हामीलाई के गर्नु गाई आउँदैछन् उता यो मर्न लाग्यो आउँदैछन् उता यता ऊ जाँदैछ भन्नु न भनेर यिनीहरू जाँदैछन् अनि म यहाँ फोटो खिच्नको लागि यिनीहरूलाई अगाडि पठाउँदैछु कोइला उता अगाडि जाँदैछु उता उभिरहेछ ऊ खाजा खान भनेर के छ अवस्था ए नपिट्नु भाइ चटपटे खान लाग्यो के छ खाजाहरू यहाँ चना अन्डा नि छ अनि ऊ त्यहाँ पकौडा चिसो होला है चिसो छ अब तताउनु पर्यो भने तताइदिनु अलि टाइम लाग्छ तताउँदै ए त होस् नत्र टाइम लाग्ने कति टाइम लाग्छ चटपटे खाइन्जेलमा बन्छ बन्छ होला त्यो आगोमा तताउनु ग्यास छैन ए ल
हेरेर अब हामी यहाँ चटपटी ओए पकौडा खाने हो यो चाहिँ लटरमेश्वर जाने बाटोको अलिक यता पर्छ यहाँनिर सबै मन्दिरको सामानहरू पूजा गर्नलाई सामानहरू पनि पाउँछ एकदम राम्रो ठाउँ छ यो कुत्ताले मेरो पिछा लागिरहेछ पकौडा ल रहेछ त अचार यहाँ अलिकति छ अलिकति त धेरै पनि छैन खाने हो पकौडा होस् नभएनहोस् यहाँ चप यो चप अचार चाहिँ तातो रहेछ हो यो बरु यो ए ठिकै रहेछ त्यस्तो धेरै उ पनि रहेनछ चप आलु चप अचार ल्याउनु त यो हो चटपटी नेपालीको खाजा लगाएछ हामी चाहिँ खाजा पनि खाएर भ्यायौँ दानी होइन ल हामी यहाँबाट चाहिँ खाजा खायौँ अब निस्किन लाग्यो आफ्नै घरतिर अब भ्लग चाहिँ नआउला नआउन नि सक्ला जे पनि हुनसक्छ यदि चार्ज छैन चार्जले गर्छ जे गर्नु ल है त गाइस यस्तो पानी तलतिर चाहिँ होइन कस्तो हुसुला भने यस्तो डेन्जर हुसुला यस्तो जाडो आथु जाडो भइरहेको भाग्ने हो खराब गरेछ भाग्ने है गाइस सबैजना यो रुखमा बसेर त नि म त सुतेको छु त ढाड भात चिन्नु नि मेरो कान्छा यहाँनिर बस देखिन्छ होला नि कान्छा यहाँ उहाँ आउनु लाग्छ कान्छा यही भुइँमा सुतिन्छ त अनि आउनु पर्यो नि कहाँ तिमी यहाँ आऊ भने यहाँ उभिएर यहाँ बस्छ क्या त्यसमा के हुन्छ पल्लो त्यसमा जाऊ नि त भाँचिन्छ कि भने त्यो त भाँचियो भने थाहा पाइहाल्छ जाऊ न भाँचियो भने थाहा पाउँछ जाऊ त भाँचिन्न होला भाँचिन जाऊ न भाँचियो नि यत्रो रुख छ उठेन गएर भाँचिन्छ अलि बिस्तारै हल्दिउँ है गयो पराक जाँदैन भने एकछिन त हो नि लड्यो भने नि थाहा पाइहाल्छ हामी सबजना यही छौँ अन्त सुत सरलङ्गै सर्लङ्गै सुतेर त हुँदैन हौ हुन्छ सुत्नु पर्छ खुट्टा झारेर क्या खुट्टा झारेर त्यहाँदेखि झुन्डा न खुट्टा खुट्टा देख्दैन नि त त्यहाँ गुड खुट्टा दि हामी सेकिन्छ होला खुट्टा चाहिँ उद्या खुट्टा झार खुट्टा उद्या खुट्टा झार नदेख्ला नि गुड अहिले यहाँ त्यो भएन कि यहाँ माथि खान्छ यहाँनिर चाहिँ काट्दा खा अनि उता माथि टाउको राख के होइन हुँदैन त्यसमा आउँदैन के आउँछ आउँदैन भने ल भयो ल भइसक्यो ल 1 2 3 ल ल टुडुन यहाँ ओइ आम्मामा कस्तो भन्दै भएन है अलि टाढो भएन है ल भएन ल 5 सेकेन्ड 10 सेकेन्ड चुप लाग बस्नु ल म उठ्नु स्क्रिनशट गर्नु पर्छ उठे ढल्नु पर्छ हैन ल टुडुन यहाँ मासाला न आज छिटो सुत छिटो यहाँ म नगर्नु कान्छ डिस्काउन्ट यही मुलाको नहुने रहेछ ल है 1 2 3 को ल भयो मोबाइलले नि सरापी रह होला आउ न लौ यो हुक्का कसले खायो यस्तो सारो धुवा हुने गरी आमामा नि शिवजीले शिवजीले के भन्छ रे आमानी आमानी आथु शिवजीले होइन शिवजीले गाँजा हालेर हुक्का खाएको जता त हौ गाइस यस्तो डेन्जर आम्मा मलाई गाँजाको बास्ता चाहिँ थाहा छैन है थाहा नभएको कुरा त्यसको लागि चाहिँ आइएम सो सरी अब गाइज हेर्दै जम यिनीहरू भगवानको प्रसाद चोर्ने मान्छे यिनीहरू भगवानको प्रसाद चोर्ने मान्छे हो भित्र यत्रो प्याकेट त्यो सेतोवाला मिठाई प्रसाद थियो होइन अनि मैले थोरै खोलेर खाएँ अनि यिनीहरू यति जेलसी कि थोरै खोलेर खाएँ लास्टमा अर्कोले प्याकेटै उडाइदियो त्यति नखा भयो फेरि आँट चाहिँ आउँदैन थियो तागत चाहिँ आउँदैन थियो बाबु मर्नी आमा सबैभन्दा होइन सबैभन्दा मेन चोर त यो दुइटा हो कि यो दुइटा भाइ हो के भयो अरे प्रसादलाई ठिकै छ केही भएन तिनीहरू केही नबोइकन नाथ्यो है
अनि गर्लफ्रेन्ड बोयफ्रेन्ड अनि टाइम बिताउन आएको अनि के बोकेर आउने हो र त्यस्तो मान्छे अलिक पेडा सेडा यो दुई भाइ चोर हुन् मेरो दुईटै भाइ सुरु मैले मेरो यति मात्र चोर्या होइन झिक्या हो मैले पर्सा झिक्या ओ यस्तो गरिस् भने त म के बोले मैले सिकाको दिदीले हो होइन अलिकति एक मुठी लिएर हिँडेको कसले मैले एक मुठी होइन यति लिएँ मैले त बाहिर आएर प्याकेट उठा के लिएर ओइ मैले भने अब प्याकेट उठा भनेर मैले भने अब पछि गएर तिमीहरू आफैले उठाएको नि प्याकेट होइन दिदीले भन्यो मैले भने अहिले म सोझो लिन फसाएँ गाइज भाइ चाहिँ बाटोमा यहाँ उतै उतै छ यहाँ कान्छ पानी यहाँ पानी जाने बाटो तल त्यहाँ त गइहाल्छ नि बाटोमा यो पानी पर्न लाग्छ अनि पानी जाने बाटो चाहियो अरे भाइलाई अस्थिर हुन्छ भने होइन जाम हुन्छ अरे जाम हुन्छ भनेर होइन आम्मा मौसम त पानी पानी चाहिँ पर्नै लागिसक्यो झर्नै लागिसक्यो टुपा टुपा बसेछ ठ्याक्कै झरी छ रुखको टुपा गुड यति त गर्नु परिहाल्यो नि नजर होइन भाइ अर्को पालि आउँदाखेरि चाहिँ हामी के ल्याउनु पर्यो भनेपछि कोदालो अनि साबेल पर्दैन ए ल ठिक छ यति भएपछि भइहाल्यो नि त ल बेलुका गएर आगो ताप्नलाई अहिलेदेखि नै त्यो गरिसक्यो सेकुवा पोलेर खाने बेलुका ओ तिमीहरू मन्दिर गएर आएर सेकुवा चेक गर्न भन न हजुर होइन होस् म त सक्दिनँ ध्यान नहोला हो भन्नु न म बिहान सक्दिनँ होला हो म त सक्दिनँ होला हो अनि बेलुका सेकुवा खाने बेला नि खाना त खाइहाल्छु नि काम पो गर्ने भने यिनीहरू है मन्दिर गएर आएर सेकुवा कुरा गरेर म बाहुनको नातिनी त्यस्तो म उहाँ पछाडिको मान्छे चाहिँ दमिनी हो अरे है आफैले भने मैले भने क्या म बब्बाल भइरहेछ रमाइलो भइरहेछ आज हामीलाई के नि के काम पा होइन उडा आया मलाई लाग्यो भने मारिदिन्छु घरै पुग्यो बिचमा चाहिँ भ्लग बनाउन पाइएन गाइस बाटोमा कस्तो रमाइलो भयो तर चार्ज भने जम्मा 3% छ 3% त्यसले गर्दाखेरि भिडियो बनाउन पाइएन रमाइलो माहौल चाहिँ तपाईँहरूले अलिकति हेर्न पाउनु भएन त्यसको लागि सरी त के भन्नु कहिले हेर्छन् कहिले हेर्दैनन् बाल्दै भएन अब यहाँबाट चाहिँ जान्छौँ अब यस्तै होला गाइज हाँगा चाहिँ नभाछ त्यो फुल मात्र टिपेर लिएर आउँछ छिटो जान हे ऊ त्यो रुखको फुल चाहिँ टिप्न मस्त हुन्छ पानी पर्न यहाँ त्यत्रो आएको थिएन पानी पर्न थाल्यो गाइज पानी पर्न थाल्यो हामी कुद्दैछौँ पानी पर्न थाल्यो लगाइज उनीहरू आउँदैछन् यो त कराउँदा सोरै गएछ अब हामी यहाँबाट जाँदैछौँ पानी पर्न थाल्यो ट्याङट्याङ टुङ्नु पानी पर्न थालिसक्यो अब कहाँ पुगेर भिडियो बनाइन्छ भन्ने कुरो थाहा होइन तिनीहरू त आउँदैछन् म अगाडि झरेको थिएँ मेरो स्कुटीको चाबी दिए हो अनि अब हामीबाट जान्छौँ भ्याइसम्म बनाउँछौँ नभ्याए यहीँसम्मलाई थ्याङ्क्स फर वाचिङ गाइज ल गाइज हामी चाहिँ अब यहाँबाट घर जान लाग्यो अब घर पुगिसकेपछि चाहिँ देखाउँछु अब चिया खाने ठाउँसम्म चार्जले टिक्यो भने त्यहाँसम्म साथ दियो भने बनाउँछु त्यो आजको यात्रा एकदम अनएक्सपेक्टेड रमाइलो भयो अब थ्याङ्क्स फर वाचिङ कतिचोटि भन्नु यो स्कुटी घुमाउँदै ल तिनीहरू दुइटा उता थके मारेर राख्ने स्कुटीलाई थके मार्नु दिइरहन् है ल हेलमेट यतै राख्ने कता राख्ने हामीलाई चाहिँ यहाँको बिहानको चिया एकदम मिठो भएर चाहिँ हामी यहीँ चिया खानलाई फेरि आएको अब चिया खाँदैछौँ हामी यहाँबाट चिया खाएर चाहिँ अब चिया खाने बेला चाहिँ फोन चार्जमा थियो त्यही भएर पाएनौँ अब गाइज हामी जाँदैछौँ ल बाई